सुड फ्यामिली तपाईलाई स्वागत छ मेरो नयाँ ब्लगमा। उता जान्छौ मसँग मेरो दादीसँग। अनि अहिले मैले चाहिँ यहाँ हेलमेट किने नयाँ हैन, अनि ट्राइपड पनि किनेछु, गोरिला ट्राइपड। यहाँ बुइनी र राहुल छ, अनि त्यहाँ हेर्न सक्नुहुन्छ ट्राइपड। अनि अहिले चाहिँ हामी यो मेरो हेलमेट नाम प्रिन्ट हान्न जान लागेको, च्यानलको नाम प्रिन्ट हान्ने क्या। यो चाहिँ मेरो नयाँ च्यानल हो हैन। मेरो चाहिँ भेलोसिटीको साइकल छ, मेरो एउटा बुइनी पनि छ। अहिले चाहिँ बिर्ता मूर्तिको जान आँटेको, मेरो घर चाहिँ बिर्ता बजारमा। सो गाइज अहिले चाहिँ हामी गोस लाइनदेखि यहाँ पुण्डरी चोकमा निस्केको छौँ। खोइ यहाँ सैनिक मोडमा यहाँ छ कार। खोइ हो दुईवटा कारको कतिवटा कार छ यहाँ? यो चाहिँ पुलिस थाना हो है त, यहाँको पुलिस चौकी पुण्डरी चोकमा छ। यहाँ यति धेरै एक्सिडेन्ट भएको सिटीहरू छ। ओ आइस के हो? यसलाई चाहिँ सब थाहा हुन्छ मुला कहाँ एक्सिडेन्ट भयो। साला धेरै जस्तो एक्सिडेन्ट भनेको यसले नि हेर्छ। त्यो अगाडिको पिङ्क कलरको घर चाहिँ राहुलको। अब डेन्जर भएको रहेछ नि त। यो चाहिँ दमकल, बिर्तामोडको दमकल राख्ने ठाउँ हो। यो चाहिँ कार चार्ज गर्ने। 400 को स्पिडमा त कता? 400 भयो 400 त्यही त। किन हेर्न राम्ररी हो। निर्देशनमा पनि हुँदैन। यहाँ उता ठोकेको सिधै यो गाडी यस्तो जाँदै मेन रोडबाट, यो यस्तो टर्निङ हुँदैन, त्यही काट्दै काट्दै मरो हो। मरो मान्छे कस्तो घात भयो। त्यही त। खुने खुन्छ नि यहाँ, खुने खुन्छ नि। एउटा अङ्कल छिटो आएर नि आफ्नो सर्ट खोलेर हामी ओए 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 बसेर चला तल म कुट्दिन्छु। यहाँ चाहिँ यस्तो खालको छ है त हाम्रो बिर्ता बजार, फ्यान्सी बिर्ता बजार यस्तो दामी छ। के भयो के बोके भाइ? एउटा दोकान मेरो बुवाको दोकान अगाडि छ, त्यहाँ त नजाने। ओहो स्टिकर हौ च्यानलको नाम। हेलमेटको स्टिकर पुरानो बाटो। अनि गाइज यो चाहिँ हाम्रो स्कुल हो है त, लिटल फ्लावर। म चाहिँ यहीँ पढ्छु। कस्तो टल्केको यार हाम्रो स्कुलको बोर्ड। लिटल फ्लावर इङ्ग्लिस स्कुल लेखिरहेछ होइन। हाम्रो स्विमिङ पुल पनि छ स्कुलमा, यहाँ अगाडि छ स्विमिङ पुल चाहिँ। देखाइदिन्छु है त तपाईँलाई। यो अगाडिको सिधै यो गलीभित्र गेट हेर्नुभयो होला, त्यो चाहिँ हाम्रो स्विमिङ पुल हो होइन। अनि यहाँ चाहिँ एउटा चियाबारी क्याफे छ, बिसहरू त्यहाँको त्यो भाइ। अनि यो चाहिँ हाम्रो युनिक भाइको घर, हाम्रो साथी हो युनिक। म चाहिँ क्लास 7मा पढ्छु, क्लास 7। गाइज मैले चाहिँ यहाँ सेटअप गरिसकेँ होइन, ट्राइपोड र फोनको। कस्तो हुन्छ हट्ला त्यहाँदेखि अब दिएन त्यो साइकल चाहिँ हेलमेट लगा त खालि मोबाइलै चाहियो भाइ। मलाई दिनुपर्छ। अनि अब चाहिँ हामी यहाँदेखि निस्किन आँटेको है त गाइज। त निस्किन हेर्न जान यहाँ दा किन जान्नु? साइकल चलाउनु कि मोबाइल पक्रिनु रे? अब हामी जाँदैछौँ बेर्तामोड। हामी यस्तो छ यहाँको हाम्रो बिर्ता बजार। हामी सिधै गइरहेको छौँ अहिले।
त गाडीहरू के हिँड्छ हो नहेरिकन हिँड्छ यहाँ गाडीहरू डर पनि लाग्छ यार साला नहेरिकन चलाउँदैछु कता रोकिछु है होइन के देखाउने सरी यहाँ को देखियो ल एडी ब्लग्स 007 के यसलाई दे के तँलाई के लाग्यो एक्सिडेन्ट कहाँ हिँड्न हामी सिधै गइरहेको छौँ साला कस्तो यिनीहरूले अब उहाँ ल्यायो क्या मलाई कहाँ ल्यायो भने नि यो हुन्छ नि यो के भन्छ यसलाई साइड वक क्या यो मान्छे साला अगाडि नल्याए के मैले के हो यस्तो देखि यहाँ पक्रिन होइन यहाँ डर लागिरहेको छ र मोबाइल छुटो भने के मोबाइल त तिम्रो मोबाइल त मै बोक्छु यहाँ अहिले हामी 1 किलोमिटरमा छौँ डर लाग्दैछ यार भ्लग बनाउनु पनि साला एक हातले चलाउँदैछु यार लास्ट साइकल चलाउँछेस् अब यसलाई साइकल दिमै त चलाउँछ साइकल बस्न घन्टा लल हेलमेट हेलमेट चाहिँ किन चाहियो तल अब सेफ्टीको लागि ल हेर्न स्क्रिनलाई अब के भयो स्क्रिन टच क्या हो गया गाइस ल मोबाइल त यार हीरा बेटे पापा कस्तो बोलेको एडी ब्लग्स 007 एडी ब्लग्स 007 एडी भाइ ब्लग्स 007 लाइक एन्ड सब्स्क्राइब मेरो चाहिँ होइन फेसबुक आइडी उयो आशिष मैनाली होइन अनि इन्स्टाग्राम आइडी पनि आशिष मैनाली हो मेरो टिकटक आइडी पनि आशिष मैनाली हो हजुरहरूलाई म नाम लगायो भने सर्च गर्दा हुन्छ अच्छा हमको सिखा रिया है यो दाइले के थाहा एउटा नि भिडियो छैन यो दाइहरूलाई थाहा नै छैन एउटा नि भिडियो छैन मेरो च्यानलमा तँलाई यो गुड आफ्टरनुन म्याम अनि 80 दिएको थिएँ 4 दिन अङ्कल हेलमेटमा नाम प्रिन्ट हुन्छ हेलमेटमा नाम प्रिन्ट हुँदैन कता हुन्छ आफै यहाँ हुँदैन र अरू ठाउँमा हुन्छ अब यहाँ हुँदैन अरू ठाउँमा त जाने हुँदैन अरे त्यहाँको दोकानमा प्रिन्टिङ हो र स्टुडियो प्रिन्टिङ त्यही त भनिरहेको छु नि स्टुडियो अहिले चाहिँ त्यहाँ हुँदैन भन्नुपर्छ हामी अगाडितिर गइरहेको छौँ हुँदैन भन्दैछ क्या गाइस हामीले चाहिँ कति यो दोकानमा त अघि गएको कति अरे यता भनेको होइन बन्द यो उयो दोकान उयो हामीले कति अरे दोकानमा खोजिरहेको कहीँ छैन त्यहाँबाट दाइले नाम मात्र लेखिदिनु अरे लोगो हुँदैन अरे नेटले सपोर्टै गर्दैन अरे अब अगाडि 2-3वटा मोबाइल छ मोबाइल छ भन्दैछु 2-3वटा दोकान छ हेर्दै अनि जाने त गर्नु आज भएन भने भिडियो गाइस यहाँ चाहिँ होइन हिँडिरहेको एउटा दाइले हामीलाई दोकानमा बोलाइवरी एउटा हेलमेटमा एउटा स्टिकर टालिदिनु दोकानको रोयल इन्फिनिटको केही देखिएन त हौ मजाले यस्तो खालको स्टिकर छ
घरिघरि ब्लड हुन्छ फेरि क्यामेरा पनि अन्त निश्चल चाहिँ साला जोत्न चाहिँ ल्यायो हामीलाई कामै नलाग्दो मान्छे हो त्यो फेरि चाहिँ हामी अगाडितिर बढिरहेको छौँ मेरो साला मोबाइल बनाउनुदेखि बिगारिदिएको छ क्यामेरै कस्तो खालको छ राहुल कस्तो मजाले देखिरहेको छ यार ग्रिन कलर छ नि त सिग्मा ब्रो सिग्मा वाला सिग्मा ब्रो भन्छ गाइस हामी चाहिँ होइन बेतापुरदेखि आफ्नो घरतिर आइसक्यौँ होइन अब घर जाने हामी फ्रेन्डहरूसँग चाहिँ यति बनाइरहेको छु ब्लग गर्छौँ होइन अनि त्यसपछि फोन राख्छु म ब्लगहरू गर्छु अनि हामी चाउमिन चाउमिन खाएर जाने खोइ त यो छिराहरू गाइस चाहिँ हामीले हिजो 500 रुपियाँ भेटेको थियौँ ठ्याक्कै नि यहाँ 500 रुपियाँ पत्याउनु हुन्न होला अहिले नि गोजीमा छै छ कति रुपियाँ छ भने कति रुपियाँ छ भने ए मोबाइलमा छ मोबाइलको कभर 250 रुपियाँ हिजो हामीले खायौँ थाहा छ कति 250 को पिज्जा खायौँ अनि यसले 150 राखौँ मलाई 100 रुपियाँ दियो मसँग 100 अहिले चाहिँ हामी मेरो घरको गलीमा पुगिसक्यौँ यस्तो अँध्यारो छ म राति चाहिँ अहिले यहाँदेखि जान्छु यिनीहरूसँग खेलेर आएर राहुल चाहिँ अगाडि गइरहेछ सक्नुहुन्छ यहाँदेखि चाहिँ पुरा सन्नाटा यहाँ चाहिँ आँपको रुख छ त अनि अहिले चाहिँ हामी सिधै गइरहेछौँ भएको फुलका बाली हामी गइरहेछौँ अगाडितिर त्यस्तो नबनाउने गली भन्छस् डाइरेक्ट साइकल छिराइदियो उत्रिन साइकल पनि राख्दिएँ साइकल अब भित्र हालिदिने हामी ओके उही राख्दै यहाँ चाहिँ मेरो मम्मी हुन्छ अनि यहाँ चाहिँ बुइनी मम्मीले बुइनीलाई पढाइराख्नु भएको छ ऐ के हो तेरो नाम बाउ बाउ हो तेरो नाम भन तेरो बाउ तेरो नाम भन पहिला मलाई बाउ तेरै बाउ नाम भन राहुल हो नाम भन आउँदैछु नाम भन न तेरो फेरि के हो नाम बाउ कस्तो कस्तो बोल्छौ यसले कुट्नु नै मन लाग्छ यहाँ दुध रोटी खाइरहेछ ओछ्यानमा झरै यहाँ पढाइ गर्दैछ होइन यहाँ चाहिँ म छु है त ह्यान्सी के म ह्यान्सी होइन र मैं नहीं बताऊंगा पारा अनि यहाँ चाहिँ मेरो गिटार छ गिटार पछि मेरो स्कुल ब्याग पान्डा सो गाइस तपाईहरुलाई चाहिँ ब्लग कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक एन्ड च्यानलमा सब्स्क्राइब हाल्नु छिटो भेट्दिछु त तपाईहरुलाई नेक्स्ट भिडियोमा थ्यांक्स फर वाचिङ